प्लेयर स्वागत है। आज चाहिँ हामी गाउँमा छौँ। हेर्नुहोस् गाउँमा छौँ। हेर्नु यहाँ एनसेलको टावर पनि छ। हामी चाहिँ यहाँ बुवासित थियौँ। फाइनली हामी अहिले गाउँमा छौँ। यस्तो छ गाउँको नजारा। 30,000 आउँछ किनकि मेरो भ्युज 2.5 लाख पुगिसकेछ। झिक्न मिल्दैन एकछिनलाई, किनकि त्यो सब्सक्राइबर कम्प्लिट गर्न पर्यो। पैसा चाहिँ आइरहेछ ब्याङ्क खातामा। त्यो 1000 सब्सक्राइबर बनाउने बित्तिकै ब्याङ्क खातामा त्यो हालेपछि डाइरेक्ट ट्रान्सफर हुन्छ क्या। त्यसैमा त्यो गरे पनि भयो, नआए पनि हेरेर पनि आउँछ क्या। गाइस अब हामी यता जाँदैछौँ। यतापट्टि हिँड्दैछौँ। यतापट्टिबाट हामी सर्टकट बाटोमा डेन्जर रोड हिँडिरहेछौँ। हेर्नुहोस् हेर्नुहोस् डेन्जर रोड छ यो। हत्तै चिप्लेर उता पुग्ने हो कि जस्तो क्या। डेन्जर रोड ठ्याक्क मुस्ताङभन्दा कम छैन। डेन्जर रोड छ। अपलोडिङ गर्न छ भने साइकल लिएर आउनु। माथि बोकेर बाइकमा लिएर जाने त, अनि माथिबाट चलाउने हुइली हान्ने मान्छेले। यो मिल ट्याक्क मिलमा आइयो। मिल हेर्नु, पहाडको मिल यस्तो हुन्छ है गाइजहरू। तपाईँहरूले देख्नुभएको छ कि नै पहाडको मिल यस्तो हुन्छ। यहाँ चापी खोल्यौँ। चापी खोलेर अब हामीले यहाँ गहुँ यहाँ राख्छौँ। धान पनि यो बुवा यहाँ एउटा मात्रै छ त, फेरि तोरी होइन? गहुँ धान मकै पहाडको मिल। यस्तो गहिरो लाएर यस्तो भएको छ। यो बिहान बिहान पानी परेको थियो। पानी परेपछि अलि शीतल छ। कुहिरो लाएर ठ्याक्कै केही देखिया छैन। हेर्नुहोस् आकाशको माथि आए चाहिँ छ। ठ्याक्कै नाम इन्डियाकै नम्बर 1 ब्लगर। अहिले उसको सम्पत्ति त्यही मोबाइलबाट के ब्लग बनाउँदा बनाउँदा लगभग 100 करोडको सम्पत्ति बनाएछ कि। 100 करोडको। बाउले मिस्त्री काम गर्ने हेर्नु त। त्यो मोबाइलमा पनि दिन आउने रहेछ कि जान्नेलाई त। 100 करोडको सम्पत्ति बनायो कि। 4वटा हो कि 5वटा त गाडी नै छ। अस्ति भर्खरै 4 करोडको घर बनाएको आइसी। 100 करोड भए 4 करोड के हो? हामी गाउँ छोडेर आइसक्यौँ। यहाँ चाहिँ बाटो बनेको छ। हो यस्तै बाटो चाहिँ बन्नुपर्छ क्या। ड्राइभर नहुँदा गाउँ छोडेर आयौँ भन्नु पर्यो। चलाउने मिल चलाउने मान्छे थिएनन्, गाउँ छोड्ने आउने। अरू त्यस्तै हो। बाटो लड्दै पढ्दै आएका हामी देउसिरे भनी यही बाटो लाग्यो। ए हेर्नु त पानी परेपछि चिप्लो बाटो। यो पिपल डाँडाको गाउँ ठ्याक्क। गाइजहरू को आउनु भएको ल भन्नुहोस्। पिपल डाँडाको गाउँ फाइनली पनि यस्तो हुन्छ। यो चाहिँ गाउँ बुवाहरू हुनुहुन्छ। ट्याक्क लाने यहाँबाट रविक्राँड जाने ठ्याक्क। अहिले ठ्याक्क गाउँमा आइसक्यौँ। गाउँको चलपल अर्कै छ। गाउँमा पनि यति भयङ्कर भयङ्कर घर बनेको। हेर्नु कस्तो गिरसितको घर बनेको। अझै गाउँ विकास भएन, गाउँ विकास भएन भन्छन्। ए देख्नु भने गाउँमा नि यति राम्रो राम्रो घरहरू बनिसकेको छ। यो गाउँको सिन ट्याक्क लाउने गाउँको सिन। त्यही भएर लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु।
तपाईहरुले सब्स्क्राइब नगर्दाखेरि यो भ्युज नबढ्ने। सब्स्क्राइब तपाईहरुले अझै राम्रो भ्यू कन्टेन्टहरु देखाउँछु। घरहरु तरकारी लाउने लागेको टक्क गाउँमा बस्ने ट्याक्क घाम हुँदा पनि ट्याक्क घाम ताप्ने ट्याक्क हेर्नु गाउँमा कस्तो राम्रो देखिन्छ टक्क फुलहरू ट्याक्क घरहरू गाउँको मजा भनेको अर्कै छ ट्याक्क लाएर त्यहाँ धारो बाटो डस्टबिन गाउँमा नि डस्टबिन फोहोर चाहिँ कतै पनि फाल्दैनौँ गाउँमा शुद्ध डस्टबिन छ भनेपछि सहर जस्तो ठाउँमा सफा हुन पर्यो कि परेन यो डस्टबिनको सबको सुविधा छ सुविधा सबको बनिसकेको छ गाउँमा सुविधा बनिसकेको छ लगभग गाउँ पनि पुरै सुविधामा गइसक्यो बुवा हैन पहिला भन्दा त धेरै सुविधा भछ होला अचल त पहिला बत्ती थिएन बत्ती आयो बाटो थिएन बाटो आयो त्यसपछि मान्छेले खानी पानी आयो अनि शिक्षा थिएन शिक्षा आयो फोहोर व्यवस्थापन थिएन फोहोरको लागि बाटामा डस्टबिन आएछ यस्तो चाहिँ अलि देखाउन मिल्दैन किनकि हाम्रो देश राम्रो छ त्यही भएर त्यस्तो देखाउन मिल्दैन है देखाउन मिल्दैन पटक्कै मिल्दैन त्यस्तो देखाउन त्यही भएर यता आइयो यता ड्याङ आइयो हेर्नुहोस् गाउँमा नि यति राम्रो गमलामा यस्तरी ट्याक्क लाएर नि त फुल बन्सो झाडीमा हिँडिरहेछौँ उहीमा फाइनली हामी यो झाडीमा हेर्नुहोस् खुट्टा चिप्लिरहेछ हेर्नु यो पहाडको भिरालो जग्गामा हामी हिँडिरहेको छौँ फाइनली यो झाडीमा हामी गइसक्यौँ फाइनली होइन टिप्देऊ त भन्नुभयो मैले यसो गर्दाखेरि अलि दुःख हुन्छ कि त्यही बाबुसित दुःख हुन्छ कि अरू भन्दा पनि अङ्कललाई सोध मेरो हेलो गाइज पहाडमा चाहिँ बिहान घाँस झारिन्छ त्यसरी बुटोबाट